सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरु नमस्कार। तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ मैले पछाडी ब्यालेन्स सी लेखेको छु सम्झौता। आजको हाम्रो टपिक चाहिँ सम्झौता हो। तपाईहरुले यो हाम्रो पूरा भिडियो हेर्न पर्यो भने चाहिँ ऋषिराज आचार्य युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ। मैले त्यसको लिंक पनि राखिदिएको छु भिडियोमा है त। ब्यालेन्स सी भनेको चाहिँ नम्बर अफ इलेक्ट्रोन दैट शेयर्स बाइ एटम इज कॉल्ड ब्यालेन्स सी। भनेको चाहिँ इलेक्ट्रोन कति दिन्छ अथवा कति लिन्छ अथवा शेयर मात्रै कति गर्छ त्यो टोटल नम्बर अफ इलेक्ट्रोन जति शेयर गर्छ जति लिन्छ दिन्छ त्यसलाई चाहिँ हामी ब्यालेन्स सी भनेर भन्छौं। यसैको आधारमा चाहिँ एलिमेन्टको कम्बाइनिङ क्यापेसिटी अथवा एटमको कम्बाइनिङ क्यापेसिटी डिटरमाइन हुने भएको हुनाले यसलाई हामी कम्बाइनिङ क्यापेसिटी भनेर पनि भन्छौं है त। सो द ब्यालेन्स सी इज द कम्बाइनिङ क्यापेसिटी Balance is the combining capacity of atom. कुनै पनि एटमले कति इलेक्ट्रोन कम्बाइन गर्छ अरूसँग अथवा लिन्छ अथवा दिन्छ त्यसलाई हामी ब्यालेन्स सी भनेर भन्छौं। जस्तो एक्जाम्पलको लागि एक नम्बरमा हामीले एक्जाम्पलको लागि हेर्दाखेरि जस्तो हाइड्रोजनको ब्यालेन्स सी कति त 1। किन हाइड्रोजनको ब्यालेन्स 1 भन्दा यसले चाहिँ 1 इलेक्ट्रोन चाहिँ अरूसँग कम्बाइनिङ गर्छ शेयर गर्छ भनौं न। अब त्यसैगरी 2 नम्बरमा एक्जाम्पल क्लोरिनको ब्यालेन्स पनि 1। अब त्यसैगरी 3 नम्बरमा हामीले हेर्छौं भने क्याल्सियमको ब्यालेन्स 2। किन 2 होला क्याल्सियमको ब्यालेन्स भन्दाखेरि यसले चाहिँ दुईटा इलेक्ट्रोन के गर्छ त अरूलाई दिने गर्छ। यसरी दुईटा इलेक्ट्रोन दिने भएकोले यसको ब्यालेन्स हामी 2 भन्छौं। अब ब्यालेन्स कसरी पत्ता लगाउने त भन्दाखेरि चाहिँ ब्यालेन्स पत्ता लगाउन एउटा फर्मुला छ है त। त्यो फर्मुला भनेको चाहिँ ब्यालेन्स फर्मुला भनौं न है। ब्यालेन्स फर्मुला पत्ता लगाउने फर्मुला भनेको चाहिँ 10 12 34 32 10 12 34 32 10 12 34 32 10 12 यस्तो छ है। 10 12 34 32 दुईचोटी लेख्नु पर्यो। 10 12 34 32 फेरि 10 12 34 32 अनि 10 12 यति याद गरिसकेपछि हामीले 20 वटा एलिमेन्टको ब्यालेन्स जेनरली पत्ता लगाउन सक्छौं। यो भनेको हाइड्रोजन हिलियम लिथियम बेरिलियम बोरोन कार्बन नाइट्रोजन अक्सिजन सिलिन्डर गर्दै गर्दै लास्टमा क्याल्सियम यसरी सबैको ब्यालेन्स चाहिँ मिल्छ एक एकवटा हेर्दै जाने। जस्तो हाइड्रोजनको 1। अब हामी अक्सिजनको हेरौँ है त। अक्सिजन 8 9 पर्छ 1 2 3 4 5 6 7 8। अक्सिजनको 2 क्याल्सियम 20 9 पर्यो क्याल्सियमको 2। त्यसैगरी यसमा चाहिँ आर्गनको 18 9 पर्छ 0 है। यसरी चाहिँ ब्यालेन्स चाहिँ हामी पत्ता लगाउँछौं यो फर्मुलाबाट पनि। जेनरली त फर्मुलाको कुरो भयो हैन। अब फर्मुला बाहेक हामीले कसरी पत्ता लगाउने भन्ने कुरा